मैले अस्ति एउटा भिडियो बनाएको थिएँ नि, सरकार तेरो सत्ता तेरो तर शासन भन्नेवाला। अहिले ठ्याक्कै त्यस्तै भइरहेको रहेछ। मैले याद गरे अनुसार त्यसको बारेमा बोल्दा चाहिँ पुरा भिडियोहरू फ्रिज भइदिने होइन, एक दुई भ्युज आउने, लाइक पनि एक दुईवटा आउने, अरू अरू कुराहरूमा बोल्दा चाहिँ ड्याङ्की ड्याङ भ्युज आउने, ड्याङ्की ड्याङ लाइक्स आउने हुँदो रहेछ। भनेपछि सरकार र सत्ता चाहिँ यत्रो जेनजी पनि के भन्नु त्यस्ता आलु पाँडेहरूलाई, जेनजीको विरुद्धमा लागिरहेछ, जेनजीलाई नै समाउनतिर लागिरहेछ। जसले चाहिँ गल्ती गरेको त्यसलाई चाहिँ खुल्लाम खुल्ला छोडिरहेछ होइन। अनि त्यसको बारेमा भिडियो बनाउँदाखेरि चाहिँ पुरा भिडियोहरू फ्रिज हुँदो रहेछ। अरूको बारेमा अहिले जेनजी सरकारको बारेमा बोल्दाखेरि पनि भिडियो चाहिँ मजाले चल्छ। त्यो कुन पार्टी, के पार्टी, कसको पार्टी भन्ने कुराहरू सबैलाई थाहा भइसक्यो। यहाँनिर मैले नाम नभन्दाखेरि चाहिँ चट्ट लाएर हुन्छ कि होइन, हेरौँ न। अलिअलि त बुझिसक्यो होला, त्यसकै हातमा होला। भाइ सकाइहाल्यो नि, सकायो यो नालायक चोरहरूले गरेर हामीलाई पनि सकाउँछ अब।